सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म भरत थापा अफिसियल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। मैले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक नगरपालिका वडा नम्बर 10 अन्तर्गत यो एउटा दृश्य यहाँहरूलाई पस्किरहेको छु। यो चाहिँ चौतारा साँगाचोक नगरपालिका वडा नम्बर 10 निवासी विदुर केसीको आफ्नो व्यक्तिगत बगैँचा हो। उहाँले चाहिँ विगत 10 वर्षदेखि यसै गरी गाउँमा चाहिँ विभिन्न थरीको खेतीहरू गर्नुभएको छ। यहाँ चाहिँ केरा, आँपको खेती अनि रुद्राक्ष जुन यहाँहरूले चाहिँ मालाको रूपमा देख्नुभएको हुनुपर्छ। रुद्राक्षको बोटहरू पनि धेरै लगाउनु भएको छ, आँपका बोटहरू। र यसको भित्र चाहिँ तपाईँको बेसार खेती, अदुवा खेतीहरू लगाउनु भएको छ। यो आँप चाहिँ कुनै ठुलो ठुलो बोटहरू छ भने कुनै सानो बोट छ। रुद्राक्ष पनि कुनै फलिरहेको छ भने कुनै फल्ने अवस्थामा रहेको छ। त्यस्तै यहाँ भुइँकटरहरू पनि लगाउनु भएको छ। भुइँकटरबाट पनि मनाके आम्दानी गर्न सकिने अवस्था रहेको देखिन्छ। यसरी मैले यहाँलाई देखाउन खोजेको कुरा के हो भने, यदि हामीले आफ्नै जन्मभूमिमा बसेर आफ्नै माटोमा रमाएर आफ्नै देशमा पौरख गर्न सकिन्छ भने विदेशी भूमिमा गएर रगत र पसिना बगाउनु पर्ने हुँदैन। हामीले आफ्नो परिवार छोडेर अन्तर्राष्ट्रिय भूमिमा गएर रगत पसिना बगाएर 2-4 पैसा कमाउनु पर्ने अवस्था नेपालमा सृजना भइरहेको छ। हालको राजनीतिक अवस्था पनि राम्रो छैन। त्यसैले करिब 1 करोड जति नेपालीहरू झन्नै विदेशी भूमिमा रगत पसिना बगाइरहनु भएको छ। आफ्नो परिवार एकातिर तडपिरहेका छन् भने बुढा भएका झन्नै 80-85 वर्ष 90 वर्ष पुगेका बुवा आमाहरू छोराछोरीको बाटो हेरेर कुरिरहनु भएको छ। कति बेला देशमा फर्कन्छन्, कति बेला आउँछन् भनेर कुरिरहनु पर्ने बाध्यता भएको छ। यदि हामीले आफ्नै माटोमा यसरी माटो सुहाउँदो खेती गर्न सकियो भने अवश्य नै 2-4 पैसा कमाउनको लागि विदेशिनु पर्ने बाध्यता हुँदैन। यहाँहरूले पनि यदि सम्भव भयो भने आफ्नै स्थानीय स्तरमा सरसल्लाह गरेर कृषि प्राविधिकहरूसँग सल्लाह गरेर स्थानीय तहसँग समन्वय गरेर यस प्रकारको खेतीहरू लगाउन सकिन्छ। अब कुन माटोमा के हुन्छ त्यो माटो परीक्षण गरेर त्यो माटो सुहाउँदो खेती गर्यो भने अवश्य नै त्यसले फल दिन्छ। विदेशमा गएर 24 घण्टा मेसिनसँग जुधेर काम गर्नुभन्दा स्वदेशमै रहेर आफ्नो परिवारसँग रमाउनु नै महत्त्वपूर्ण मानिन्छ। किनभने सबभन्दा ठुलो सम्पत्ति भनेको पारिवारिक सुख शान्ति र समृद्धि भन्ने कुरालाई चाहिँ यहाँले बुझ्नु भएको हुनुपर्छ। परिवारसँगै रहेर अब भनिन्छ नि, खोलेर सिस्नु खाए पनि सबैजना परिवार एकै ठाउँमा बसेर खायो भने आनन्द हुन्छ भनेर बुढापाकाहरूको भनाइ। त्यही कुरालाई मनन गर्ने हो भने हरेक कुराहरू गर्न सकिन्छ। उहाँले चाहिँ आफ्नो खेतमा बारीमा लगाउनु भएको यो चाहिँ फलफुल तथा तरकारी पनि छ। यहाँ यो केरा खेती लगायतका बिरुवाहरूले चाहिँ मनकै आम्दानी भइरहेको छ। यसमा कफी, केरा, यतातिर रुद्राक्ष अनि आँपहरू पनि छ यहाँ। अर्को चाहिँ वालनट, यो बदामहरू, अर्को तपाईँको भुइँ कटर, यस्ता विभिन्न थरीको चाहिँ एउटै मिश्रित खेती गर्नुभएको छ। यहाँबाट चाहिँ आर्थिक उपार्जन पनि भएको देखिन्छ। यसको अलावा उहाँले बाख्रा पालन गर्नुभएको छ। बाख्रा पालनबाट पनि राम्रै आम्दानी भएको देखिन्छ। यसै गरी उहाँले चाहिँ अरू केही ठाउँमा चाहिँ धान मकैहरू पनि लगाउनु भएको छ। त्यसले पनि आम्दानीको स्रोत बढेको देखिन्छ। यसरी हेर्दा तपाईँ हामी सबैजनाले आफ्नो जन्मभूमिमा बसेर यसै गरी खेती लगाएर जीविकोपार्जन गर्ने हो भने विदेशबाट बाकसमा सर्नु पर्ने, बाकसमा फर्काउनु पर्ने अवस्था आउने थिएन। कतिपयको सपनाहरू अधुरै रहन्छ। विदेशी भूमिमा कमाउन गएको छोरो श्रीमान बाकसमा फर्केर आउँछ। ती आमा बुवाको मन कसरी बुझ्छ, कसरी बुझाउनुहुन्छ होला?
अनि घरमा रहेको तिनका श्रीमती, तिनका छोराछोरी कसरी मन बुझाएर बस्न सक्छिन् होला। एकचोटि तपाईँले पनि राम्रोसँग सोच्नुभयो भने यसरी आफ्नै स्थानीय स्तरमा जे सम्भावना देखिन्छ त्यो सम्भावनाको अध्ययन गरेर त्यसलाई चाहिँ तपाईँले व्यावहारिकतामा ल्याउन सक्नुहुनेछ अथवा त्यसलाई चाहिँ तपाईँले आफूले अर्थोपार्जनको माध्यम बनाउन सक्नुहुनेछ। यसरी स्थानीय स्तरमा नै सबै कुरा उत्पादन भयो भने यसरी उत्पादन भएको चिजलाई बजारसम्म पुर्याउने व्यवस्था राज्यले गरिदियो भने हामीले आर्थिक उपार्जनको लागि विदेशै जानुपर्छ भन्ने कुरा हुँदैन। त्यसैले दर्शकहरूलाई मैले के भन्न खोजेको हुँ भने एउटा यो सानो भिडियो क्लिप मार्फत मेरो युट्युब च्यानल मार्फत यहाँले यदि सम्भावना छ भने आफ्नै माटोमा रमाउने कोसिस गर्नुहोला। सम्भावना रहेसम्म वैदेशिक रोजगारमा जानुभन्दा आफ्नै माटोलाई खनी खोस्री गरेर आर्थिक उपार्जन गर्नु नै उपयुक्त देखिन्छ। यसरी हाम्रो अहिले जिल्लामा धेरै मान्छेहरू छन्। विद्युत कुमार केसी एकजना पात्र हुन् जसले हामीलाई नमुनाको रूपमा यसरी गर्न सकिन्छ भनेर एउटा नमुना देखाइरहनु भएको छ। अहिले आएर धेरै मानिसहरूले धेरै ठुलो रूपमा व्यावसायिक रूपमा पनि यस्ता खेतीहरू गर्न थाल्नु भएको छ। कतै तरकारी खेती, कतै फलफुल खेती, कतै बाख्रा पालन, कतै कुखुरा पालन आदि इत्यादि। यदि सम्भव छ भने यहाँले पनि यो कुरालाई मनन गरेर अघि बढ्नुहोला भन्न चाहन्छु। यहाँले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। देश विदेशबाट कतिले हेर्दै हुनुहुन्छ, यहाँले सम्भव भएसम्म मेरो च्यानललाई सब्सक्राइब गरेर लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्न चाहन्छु। मैले एउटा यहाँहरूको ध्यान आकर्षण गर्नको लागि विदेशमा बसेर कति दुःख पाइरहनु भएको होला, त्यसको लागि यो भिडियो बनाएको हुँ। यदि सम्भावना छ हजुरहरूको मनमा पनि यदि यस्तो केही गर्छु भन्ने चाहना छ भने आउनुहोस्, तपाईँ हामी सबै मिलेर स्वदेशमै रमाउँ, असल प्राविधिकहरूसँग सरसल्लाह लिउँ, स्थानीय तहहरूसँग सरसल्लाह लिएर चाहिँ यो खेतीहरू गरौँ। यो चाहिँ केराबारी केराको बगैँचा हो। यो सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका सरी यो चाहिँ चौतारा सनाचोक नगरपालिका वडा नम्बर 10 सनाचोक हुनुहुन्छ। यता पनि केराको खेती छ। अब उहाँले के गर्दै हुनुहुन्छ उहाँकै मुखबाट सुनौ न त। उहाँले अब यो बिस्तारै तल रहेको जमिनलाई बाख्रा पालनको रूपमा तीसवटा बाख्रा गर्छ। एकचोटि उहाँकै मुखबाट सुनौ। है 30 वटा भन्दा बाख्रा पाल्दैन सक्दैन त्यहाँ हुन्न। दिनु चर्न लान्छु। 5वटा बाख्रा पाल्छु एउटा पोखर छबाट पाठापाठी गरेर 20-22वटा पाल्नु। कुखुरा उयो टहरामा हाल्ने यो पुर्ने पुर्ने यही समूहहरूले अलिअलि पुर्ने त्यो पुर्ने हो र बाख्रा सार्ने यहाँ बनाउनु